ओहो यहाँ मुटु त अर्कै हुन लागिसक्यो यार केटा के हो यार एक घन्टाको लागि हर्स राइडिङ भनेको 1 घन्टाको लागि चाहिँ भनेपछि हामीले एप्रोक्सिमेटली हामीले चाहिँ सबैले 128 तिरेको होइन मतलब 130 जस्तो डलर तिर्यो होइन त्यत्रो लास्टमा बाँकी अरू चाहिँ यही नै हो अनि I'm gonna choose another one. You could probably do it, but it would be rushed. You're probably better off waiting till after. Yeah, what time do you guys close? Someone will be here. Just have a look guys, हामी चाहिँ अब गाउँमा आइपुगेछौँ यो चाहिँ गाउँ हो अनि वेलकम ब्याक टु द ब्लग होइन यहाँको गाउँ हो आज हर्स राइडिङ गर्नलाई चाहिँ हामी रेडी छौँ यो हर्स त होला हेर्नुहोस् त तपाईँले मजाले हेर्नु सक्नुहुन्छ यहाँ सब हर्सहरू मात्र छ यहाँको चाहिँ एक्सपिरियन्स चाहिँ कस्तो हुन्छ हामी गर्न सोयो होइन यस्तो मजाले सबै देखाउँछु बिचमा पानीहरू खोला नदी खोलाहरू छ होइन खोलाहरू तालहरू तलाहरू यताउता छ त्यसले चाहिँ हेरिरहेछ हेलो हाउज गोइङ म्यान हाउज गोइङ हर्स त्यसपछि मेन ठाउँ चाहिँ त्यहाँ छ त्यहाँबाट हामी उता जान्छौँ अनि मान्छेहरू त्यहाँ मजाले बसिरहेको छ अनि लेट्स ह्याभ अ लुक त्यसपछि भित्र गएर त्यहाँबाट चेकआउट गर्नुपर्छ के देखिन्छ हेर्न सक्नुहुन्छ ल यो चाहिँ यो म घोडाहरू हाल्नलाई हो जस्तो छ हेर्दा चाहिँ यहाँ त बाख्राहरू पनि छन् बाख्राहरू म्या गर्दैछन् भेडाहरू यो हामी चाहिँ पुरै गाउँमा आइसक्यौँ अहिले यस्तो रमाइलो गाउँ छ होइन मजाले लेट्स ह्याभ अ लुक गाइस अब यो रमाइलो गाउँदेखि हामी कहाँसम्म पुग्छौँ अनि यत्तिकै छ मजाले हिँडिराखौँ यहाँबाट चाहिँ उज्यालो देखाउँदो रहेछ सो त्यही भएर यताउता चेक-इनदेखि लिएर सबै गर्नु पऱ्यो अनि होटल पनि खोज्नु पऱ्यो बस्नलाई सबै भेटायो भने बल्ल हामीलाई आनन्द हुन्छ त्यसपछि हामी जान्छौँ अर्को ठाउँ घुम्नलाई बस त्यतैतिर हो केटा जाने बाटो वाइन पार्टी भने होइन रहेछ होइन त्यसो भए खास जुन भिडियोमा देखाएको थियो नि सबै यहीँ रहेछ होइन हामी आउने ठाउँ त झन्नै हामीले यहाँ पुऱ्यायो नि त हामी अब अर्को हो दुःख त पाएन केटा अहिलेसम्म मजाले आयो हामी बिहान आएर ठिक गऱ्यौँ इमेजिन गर न होइन ओहो यहाँ त ट्र्याक्टर पनि रहेछ नि त यार ट्र्याक्टर पनि छ यार गाइज यहाँ त ओ फ्लावरदेखि लिएर उताबाट अब जानेवाला यसो हाम्रो हल्का फ्यामिलीहरू भयौँ होइन त्यसपछि सोधेर त्यसलाई होइन हामीले त्यहाँसम्म पुर्याउनु पऱ्यो कतिले जान्छ पैसा यताउता भनेर त्यो सिल्भर आएको थियो नि त त्यही भएर हल्का महँगी ल्याएर ट्याक्सी हो नि त त्यो जे भयो नि अब लुक ओ माई गॉड किन लिमोमा के हुन्थ्यो हुन्छ नि त त्यही हो हाम्रो तर अब खै अब चढ्या त्यहीबाट हिँड्नु बाटो त्यहाँबाट के लाग्छ यतैबाट पनि जानु मिल्छ होला यतैबाट जस्ट ह्याभ अ लुक सो हराएको अवस्था गाइज होइन हामी चाहिँ रिसेप्सन सबै छ द फार्म नलाउता छ बुकिङ चाहिँ कन्फर्म भइसक्यो कहाँदेखि होइन कन्फर्म भइसक्यो त्यहाँ आनन्दले हिँड्छ नो लेफ्ट टर्न हो हामीलाई चाहिँ हामी चाहिँ लेफ्ट टर्नको कुरा छैन कति बेला बेलुकाको अहिले पछिको यहाँ त सबै वाइनहरू मात्र छ जस्तो छ हेर्दा रातो भइसकेको छ गोप्रो पनि अब कसरी चार्ज गर्ने ओह लेट्स गो चेकिङ हुँदैछ केटा हाम्रो चाहिँ होइन सामानहरू यो
यो चाहिँ लिएर होइन मजाले चेकिङ गर्नु पऱ्यो यो चाहिँ रेस्टुरेन्ट यही हो अनि हामी चाहिँ रेस्टुरेन्टमा चेक इन गर्दैछौँ यो चाहिँ रिसोर्ट हो खच्चै महँगो रहेछ यहाँ चाहिँ सो त्यसपछि हामीसँग बाहिरको दृश्यहरू यो छ भित्रको यो छ फिलहाल चेक इन गर्दैछौँ यहाँदेखि त्यसपछि हामी जान्छौँ होटलभित्र कोठाभित्र ल केटा अब रुम चाहिँ भेट्यो होइन ल दिस इज द रुम ओहो यही हो वाउ के हो क्या हामी चाहिँ पुरा रुममा आयो नि त फाइनली यार यस्तो रहेछ रुम चाहिँ हेर त केटा रुम यस्तो रहेछ चार्ज हालिदेऊ फोनमा एकछिन गोप्रो पनि चार्ज गर्नुपर्छ अनि आनन्दले पल्टिनुपर्छ होइन बाहिरको फ्रेस आउँछ यार ओ यहाँबाट चाहिँ लुक लास्टै भएर हो कि सायद यताबाट चाहिँ हामी जाने त्यहाँबाट ओहो के फोहोर त छैन यहाँ त बाहिरको दृश्य यस्तो रहेछ ट्याक लाएर हामी त लास्टमै आएछौँ है सो यही चाहिँ हामी बसेको ठाउँ चाहिँ होइन एयरबिएनबी त गरेन केही पनि भएन यो चाहिँ रिसोर्टमै हो बस्नलाई ठिक छ हामीलाई कुर्सीहरू पनि राखिदिएको छ सबै छ हाम्रो यात्रा चाहिँ राम्रो भयो यताउता चलिरहेछ अहिले चाहिँ हामी सेकेन्ड एपिसोडमा छौँ हाम्रो रुम यही नै हो मैले तपाईँलाई देखाउनु छ केटाहरू चलिरहेछ लिमोमा आएको अब कहाँ जाने केटा यसो डिटेल भन्दैन मलाई यसो आइडिया छ कि अब हामी चाहिँ यहाँदेखि कहाँ जाँदैछौँ अब हामी हर्स राइडिङ जाने हो हर्स राइडिङ हो साँच्ची हो बन्द गऱ्यो यो बन्द हो हर्स राइडिङ जाने भन्दैछन् सानो घर छ हेर्नुहोस् यस्तो छ हर्स राइडिङमा कति लाग्छ त्यो पनि थाहा छैन सोधै छाप्लो होइन त्यहाँ चाहिँ चेक आउट गर्नुपर्छ हर्स राइडिङलाई पनि अलिकति बुक गरेर सबै यताउता हेरविचार गर्नुपर्छ अनि हाम्रो चाहिँ यस्तो छ डिस्टेन्स हामी बसेको ठाउँ 306 होइन त्यसपछि केटाहरू अगाडि अनि यहाँ देखाउँछु तपाईँलाई अगाडि लुक गाइस वाउ त्यसपछि हामी निस्किन्छौँ अब हर्स राइडिङ हुन्छ कि के हुन्छ जे देखिन्छ त्यसैको लागि हेर्नुपर्छ जतिको राम्रो लाग्छ त्यतिको इन्जोय गर्नुपर्छ फ्रेस हाउस भयो अनि खानेकुरा त खासै त धेरै केही थिएन चाउचाउ थियो चाउचाउ खाएर अब यस्तो बसेको मान्छेहरू साइकल लान मिल्ने रहेछ साइकल लिएर जाने हो र जाम न त जाम साइकल साइकल भएकोमा मिल्दो रहेछ भनेपछि त धेरै राम्रो हो नि यार चाउचाउ खाएर सुत्दिउँलाई केही भएन पछिको टेन्सन नभने कि साथी लिभ द प्रेजेन्ट भन्ने थाहा किन यता मलाई भयो त लिभ द प्रेजेन्ट भन्ने थाहा किन थाहा छ त्यही गर्ने आजलाई मात्र बाँच्ने भने एउटा किरा हाम्रै लागि हो कि हो त्यसले यहाँ त ट्याक्कै छुइदो रहेछ बेलुनवाला चाहिँ केटा यस्तो स्क्यान गर त कति पैसा चाहिँ हेरौँ पहिला कति लाग्दो रहेछ त्यसपछि बाँकी कुरा पछि हेरौँ ल होइन डर लाग्दो रहेछ यार ओहो चेकआउटदेखि लिएर एभ्रिथिङ ए त्यति धेरै पनि नगर ऊ इलेक्ट्रिक बाइक एभाइलेबल हियर योवाला बाइक हो तर साइकल त हामीले चलाउनु आउँदैन नि फेरि बाबु चलाउनु आउँदैन साइकल चाहिँ चलाउनु यहाँको साइकल खतरा हुन्छ नि त फेरि चेकआउट होइन साइकललाई पनि हेर्नुपर्छ हामीलाई साइकल फ्रीमा दियो भने त हामी लिएर जाने हो ऊ त्यो त्यस्तोवाला साइकल हुन्छ नि ट्याक्क हेलमेट लगाएर होइन योवाला लैजाने योवाला हेर्ने यो होइन यो त खतरै हुन्छ बे वी डोन्ट नो हाउ टु अपरेट दिस अगाडि झर्ने पनि भन्छ ए फुच्चेले त चलाइरहेछ होइन तर यस्तो नर्मलवाला साइकल पायो नि केही हुँदैन यस्तो हाम्रो साइकललाई चाहिँ चेकआउट गरौँ साइकल पायो भने राम्रो होइन त्यसपछि अगाडि हेरौँ ल लेट्स गो गाइस अब हामी जाँदैछौँ हर्स राइडिङलाई यहाँ अब कतिसम्म लाग्छ कतिसम्म पैसा लाग्छ कतिसम्म पे गर्नुपर्छ उयो न घाम यति धेरै छ कि होइन चस्मा लाउनु परिरहेछ
अनि त्यहाँ गएर यसो एउटा छ त्यसलाई चाहिँ सोध्छु के कस्तो भइरहेछ हाउस गोइङ भनेर यताउता सबै हेर्नु पऱ्यो अनि त्यसलाई चाहिँ त्यसले के भन्छ अनि त्यहाँबाट कुराकानी गरेर चाहिँ हामी अगाडि बढ्नुपर्छ हामी पुरै गाउँमा आइसकेको छ अहिले सबै यसले गाडीले रेन्जरले तानिरहेछ सबै अनि यस्तो आनन्दले यस्तो अगाडि जानु अझै के पाइन्छ ओह हेर त ट्याक्कै आउँदा तुर्ने राहुलले तक्स गर्छ यो त पुरा सानो सानो घोडाहरू हाल्नलाई बनाएको रहेछ होइन स्पिड लिमिट 10 किलोमिटर पर आवर गिभवे ए कुन जनावर यो त नि सानो गाडी हो नि त ए भेडा हो यो ओहो लामो ल्यान्ड रहेछ त्यसपछि यहाँ सबै चाहिँ गाउँको एक्सपिरियन्स हो कि सबै पुरै गाउँ यहाँ सबै गाउँ छ त्यही अनुसारले बनाइदिएछ मान्छे इन्टरटेन हुनलाई सेक वे टुर बुक त गर्नुपर्ने नै होला बुक त गर्नुपर्छ त हामीसँग पैसा अगाडि जानु अगाडि गएर सोध्दा चेक इन गर्नुपर्ने रहेछ चेक इन एडभेन्चर सेन्टरहरू त त्यहाँ रहेछ त्यसको त्यो ओ यहाँदेखि तल जाने हो कि यहाँ पनि भे पाउने रहेछ भन्छ यार एडल यताउता केही पनि भन त्यसपछि हेर्नुहोस् हामी हर्स राइडिङलाई हेर्नुहोस् सानो ट्र्याक्टर यस्तो सानो ट्र्याक्टर अनि यहाँ चाहिँ के हो यार ओ हाम्रो माता होइन के होइन यहाँ त्यो एउटा ओहो अनि टेकी त्यस्तो बनाइदिएछ छुट्टै छ एरिया दुनियाँ नै पुरै बेग्लै छ के हो कि केटा त्यो भएर हेर्दै गर म यता हेरेर है अनि यहाँबाट हेर्न सक्नुहुन्छ तपाईँहरूलाई गर्न सो यु दिस थिङ एज वेल अनि छ भित्र ओहो यहाँ चाहिँ जानु मिल्दैन जस्तो छ पुरै यहाँ त बुल पनि छ हो आनन्द लिएर बसिरहेको छ नि पुरै एरिया गाउँ एरिया हो क्या सबै हेर्दाखेरि यु क्यान सी दिस थिङ्स यसमा चढ्यो भने ट्याक्कै कहाँ पुर्याएको चाहिँ केही थाहा छैन सबै डर लाग्दैछ ल हेलमेट चाहिँ यही हो म्युट गर म्युट क्याप्सेप लगाएको भए हुन्थ्यो रौँ रहेछ यार यसमा त यस्तो रौँ छ कसरी लाउने हो गाई यस्तो रौँ भएको यार हेर्नु प्लिज यार केटा अर्को खोज्दै नि यार त्यही सफाइ थियो क्या यसमा रौँ छ हेर न यत्रो छ यार कपालै कपाल छ यो हेर बाँकी अरू चाहिँ यही नै हो अनि रेडी हो त I'm gonna choose another one हर्स राइडिङको लागि सानो रहेछ क्याप्टेन अमेरिका सानोमा ट्याक्कै हाम्रो ब्लगर साहब रेडी हो ओह यो चाहिँ राम्रो देखियो नि यार ए सेक्सी तिमी त सेक्सी हो कमेडी रहेछ यार यो वाला सेक्सी हो त राइटिङ भन्दै त कहाँ जाम रोक यहाँ घोडा रेडी गर्दैछु तिमीहरूलाई ए त्यो भन्दै थिएँ पिसाब लाग्यो नि त यार
पिस अफ लाइक के हुने हो ल यो यसो समात्यो त धेरै आधी हाफ मात्र देखाऊ फुल चाहिँ नदेखाऊ है ओके सर यति गरिदियो चढिहाल्छु नि त म्युट गरिदिन्छु म म्युट ए सरी यार रेकर्डिङ भइरहेको बिर्सेको कस्तो रे प्रोमो प्रोमो टेस्ट राइड गर ऊ त्यहाँ रहेछ टेस्ट राइड हो कहाँ चढ्ने यहाँ चढ्ने हो हो लगेडा यही हो हर्स राइडिङ होइन राम्रो देखाऊ है हर्स राइडिङ है यो होइन नघुमाऊ होइन हामी चाहिँ जाँदैछौँ यो आउने दिस इज द फकिङ थिङ सरी 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 होइन अहिले हर्स चाहिँ यहाँबाट स्टार्ट हुन्छ ए घुम्न पनि रहेछ नि त्यहाँ ल जाम बोलाइराख ल ल हामी अब अगाडि जान्छौँ थ्याङ्क्स गाइज होइन ल यसो मिलाएर घुम्न जाऊँ होइन अब के देखिन्छ हाम्रो चाहिँ गर्ने यही हो चार सक्यो कि अलिकति मिलाएर ओह गोरु गोरु अक्स नन्दी नन्दी ए पागल त्यो हेर्नु त्यो डङ्की हैन त्यो डङ्की हो यार मैले फर्स्ट टाइम डङ्की देखेँ केटा घोडा राइडलाई रेडी हो गाइज हामी यही नै हो जो पाइ त्यो चाहिँ यो ठाउँ जानु मिल्दैन अनि यस्तो हो हामी चाहिँ घोडा राइड घोडा चढ्ने हो सो त्यसको लागि चाहिँ घोडाको सब सेटअप भइसकेको छ मैले तपाईँलाई फर्स्टमा देखाएअनुसार होइन के सबै देखाइदिएको थिएँ नि त अनि यही चाहिँ ठाउँहरू सबै आइछ मिलाएर केटाहरू पछाडि बसिरहेको छ नि त्यहाँ दुइटा ब्लर भएको छ नि त हेलमेट चाहिँ मेरो यही हो मैले हेलमेट लगाइसकेँ हेलमेटको फरक केही पनि छैन अब आनन्दले चाहिँ अब हेरौँ त्यसपछि जबसम्म घोडा आउँदैन ट्रेनिङ चाहिँ हामीले लिएको छैनौँ ट्रेनिङ त त्यस्तो ट्रेनिङ भन्ने केही पनि छैन जस्ट यत्तिकै हो मजाले फ्यान्टास्टिक कुल तरिकाले हिँडिरहेको अनि अरू केही पनि छैन सो अगाडि चाहिँ देखाउनुपर्छ तपाईँलाई ओके ओहो यहाँ मुटु त अर्कै हुन लागिसक्यो यार केटा के हो यार सो गाइस हर्स राइडिङ पनि भयो होइन मजा लाग्यो भिडियो त बनाउँदै होइन यही नै हो हाम्रो हर्सहरू ट्याक्क छ हर्सहरू यु क्यान सी ट्याक्क गाइस गाइस ल तिमीहरूको एक्सपिरियन्स कस्तो कस्तो सुनाइदियो मोन्टी भन्ने मेरो घोडाको नाम कस्तो मोन्टी रहेछ तिम्रो नाम मेरो घोडाको नाम चाहिँ मोन्टी मेरो नि सोध्दो थियो के थियो दामी दामी थियो नाम चाहिँ थाहा छैन तर उदाइदिन्थेँ मोन्टीलाई म त पठाएको थिएँ म त चक्च गरेर दिएँ होइन यसो पकाएको त मोन्टी यही हो घोडाहरू सो गाइस भयो होइन दाइकिन तपाईँ घोडाहरू अलिअलि फोटोहरू छ होइन त्यसो फोटोहरू पनि म यसो पोस्ट गर्छु जस्ट गएर मलाई चेकआउट गर्नु होला आइन चेकआउट त कसरी गर्दैन त्यही पनि दिस इज द प्लेस होइन यसो घुमेर आयो अलिकति रमाइलो भयो भनौँ हर्स राइडिङ यही नै रहेछ हल्का मजा आउँदो रहेछ सो थ्याङ्क यू सो मच तपाईँलाई म पप्पी देखाउँछु पप्पी